एभ्रीवन, तपाईहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ। आजको मेरो खाजामा चाहिँ हैन साथीहरु, चटपटे लाफिङ अमिलो काँचो आँप अनि पानीपुरी चाट यहाँ त यस्तो बबाल मिठो बनाएको छु मैले हैन साथीहरु। ल सबैजनाले अन्तिमसम्म भिडियो हेर्नु होला। अनि भन्दै अनि धेरै 5-6 महिना जतिमा म आउँदै छु फेरि। यहाँ पुरा घाँटीको एलर्जी थियो अनि बल्ल बल्ल निको भयो, खानै नमिलेर हो के साथीहरु म नआएको। अनि घाँटीको एलर्जी बल्ल 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 मुख बार्दा बार्दा औषधि गर्दा गर्दा निको भयो हैन। त्यही भएर चाहिँ 6 महिनापछि साथीहरु फेरि पनि म आउँदै छु। अब सबैजनाले हेरेर इन्जोय गर्नु होला भन्दै अब म सुरु गर्छु ल। यहाँनेर बत्ती फेरि गएको गई यति मलाई हैरान भएको छ आज साथीहरु। 4 चोटी भइसक्यो बत्ती गएको, पर्खिँदै फेरि फर्किँदै सब यहाँनेर बिग्रिन आँटिसक्यो खानेकुराहरु पनि मेरो ओसिसक्यो। लु म खान्छु ल साथीहरु। ल लाइक सब्स्क्राइब शेयर गर्नु भएको छैन भने सबैजनाले गरिदिनु होला। अन्तिमसम्म भिडियो हेर्दिनु होला भन्दै अब म सुरु गरे ल साथीहरु। चटपटेबाटै गरौँ ल आज स्टार्टै साथीहरु। ल डल्ले खोर्सानी पनि छ है साथीहरु, इलामे खतरा आएको छ नि फेरि पिरो पनि। ल यो चाहिँ मेरो साथीहरुको लागि ल। ल ल खाए है साथीहरु, ल खाए है। चटपटे लभरको को हुनुहुन्छ यता आउनु है साथीहरु। इलामे डल्ले मर्छु अब। खतरा पिरो। पानीपुरी यस्तो मिठो भएको छ साथीहरु हैन। पिरो भयो। पानीपुरीमा चाहिँ बत्ती धेरै पटक गएकोले मैले अघि किमा लगाइसकेको छु ल साथीहरु। यसको आलुहरु सबै भरिसकेको छु। पानीपुरीको झोल पनि म चाहिँ कागतीको बनाउँछु ल। कागतीको एकदम बेस्ट लाग्छ क्या मलाई। अब यहाँनेर आयो काँचो आँप, यस्तो बबाल मिठो लाग्छ है। चाट गर्मी फेरि कस्तो हो साथीहरु, के हो यस्तो गर्मी त मर्नु आँट्यो त। यस्तो मिठो भयो कि साथीहरु। गर्मी त्यस्तै है। बत्तीले यस्तो धोका दियो कि मलाई आज। यहाँ म हत्ता हत्ता खाँदैछु क्या, त्यही भएर बत्ती फेरि जान्छ भनेर डरले। लाफिङमा पिरो हेर्नु न, यहाँ फेरि यस्तो डेन्जर छ। अम्म पिरो त सब पिरो नि हौ। 6 महिनासम्म नखाँदा त
पहिलादेखि त मलाई के जस्तो लाग्दैन त होइन 6 महिना नखाँदा त साह्रो पिरो लाग्दो रहेछ त हौ साथी हो आम्माम अक्काबारे नै यस्तो पिरो छ एकदम फ्रेस क्या डल्ले खोर्सानी फेरि कसमा त लास्ट पिरो भयो चाट तपाईहरुलाई कतिको मन पर्छ बब्बाल हुन्छ हौ चाट पनि गर्मीमा त आँसु आयो पिरो चाहिँ तपाईहरुलाई कतिको मन पर्छ है म चाहिँ साह्रै मिठो लाग्छ हैन घाँटी पो बल्झे लाग्यो भनेर कता कता डर लाग्यो साथी हो नबल्झोस् है चाप पनि क्या चटपटे सँगसँगै पसिना आयो हौ साह्रै
कस्तो मिठो भएको छ सबै है सब मिठो भएको छ पिरो अमिलो टक्क भएको छ क्या साथी हो आउनु लास्ट भएपछि आउनु है साथी हो चटपटे खानु ल चटपटे खानु आउनु है यतातिर फेरि हानिदिन्छु ला एकचोटि अनि यतिखेरसम्म मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरु सबैजना थ्यांक यू सो मच। अनि हजुरहरुलाई यदि मन पर्यो भने लाइक सब्स्क्राइब शेयर गरिदिनु होला भन्दै फेरि पनि म अर्को भिडियो लिएर आउने नै छु। त्यतिखेरसम्मको लागि बाइ बाइ गाइज, लभ यु अल, बाइ।